यो छाता आउने गरेर ब्याकग्राउन्ड एउटा फोटो खिच्न ल हुन्छ बाजे हामी कता आएको अहिले अहिले हामी कता छ अहिले काउँ डाँडामा आएको काउँ डाँडामा घुम्न आएको यो के भन्छ काउँ डाँडा घुम्न आएको यहाँ बुद्धको ऊ बनाउने स्तूप बनाउनेको प्लानिङ छ क्या यहाँ 1 2 3 भयो मेरो बाजेले कसैलाई पनि छिटाउनु अभी भ्यू पोइन्ट छ नि यो यहाँ किन बनाएर हुन्छ पहिला यताको एरिया बनाउने उतातिर बनाउने भनेको यहाँको त्यो पण्डितजी अञ्चलाधीशको घर यतातिर रहेछ उसले आफ्नो घरतिरको सिनरी हेर्ने भनेर यहाँ बनायो क्या यता भन्दा त उता राम्रो धेरै एरिया कभर गर्छु बाजे आएको त पाँचले पनि नमस्ते गर्यो है ए यहाँ त काउँ डाँडा रहेछ ए काउँ धरेर आउनु ल दामी दामी रेस्टुरेन्ट रहेछ यहाँ गएर एक कप तातो चिया खानु पर्यो यता एकदम दामी सिट थियो तर यताबाट चाहिँ भ्यू राम्रो आउँदो रहेछ त्यही भएर हामी चाहिँ यो सानो पुन्टुली टेबलमा बस्नु पर्यो आज चाहिँ यहाँ हामी काउँ डाँडामा आएको छ अनि यहाँ चाहिँ हाम्रो बाजे भर्खरै हामी यहाँ यस्तो जाडो जाडो साँझको मौसममा तातो कफी खाएर चाहिँ बाहिर निस्केका छौँ यहाँ चाहिँ बुद्ध भगवानको चाहिँ यस्तो राम्रो मूर्ति पनि राखेको रहेछ अनि यहाँ चाहिँ काहु धरहरहरू हेर्नु त यस्तो सानो च्याट्ट परेको एकदमै रमाइलो झलल्ल अनि यहाँ चाहिँ प्रीति र बाबु ल भ्यू चाहिँ एकदम राम्रो छ बाजे फर्स्ट टाइम देख्नु भएको होइन तपाईँले यस्तो रातिको भ्यू माथिबाट कस्तो लाग्यो आज तपाईँलाई एकदम फाइन लाग्यो ल घर जाउँ है अब है बाई बाजे आज तपाईँ फर्स्ट टाइम आउनुभएको यता साँझमा फर्स्ट टाइम आउनुभएको कस्तो लाग्यो तपाईँलाई यो रातिको पोखराको भ्यू हेर्नु त एकचोटि एकदम राम्रो के भन्छ अब यसलाई अझै प्रोग्रेस गर्नुपर्छ बाहिरको टुरिस्टहरू तान्नको लागि स्वदेशी विदेशी हाम्रै पोखरा सहरको मान्छे पनि आउँछ राम्रो बनायो भने हेर्नलाई कस्तो राम्रो देखेको है बाजे है झलल्ल परेछ
यस्तो मजाको के हेरौँ लागि छैन बाजे तपाईँलाई आउनु न यता हेर्नु त यस्तो राम्रो थियो काममा शरीर नचिलाउने छुदा थाहा नहुने रातो फुस्रो दाग देखा परेमा कुष्ठ रोग लागेको हुन सक्छ लाइफको बारेमा त्यो आफ्नो लाइफमा र अरू समसामयिक समाजको बारेमा अब तपाईँको कम्पेरिजनमा अब मेरो उमेर चाहिँ अब तपाईँको भन्दा आधी भन्दा पनि थोरै हो तपाईँलाई मैले भनेर अब तपाईँले सिक्ने केही पनि होइन बाजे मेरो अनुभव तपाईँको अगाडि जति भने पनि थोरै हो सानो हो अब लाइफको बारेमा भन्नुपर्दा लाइफमा चाहिँ आफूले भनेको कुरा चाहिँ के अरे गर्नको लागि उस गर्नुपर्ने रहेछ कि अलिकति अर्काले भनेको भन्दा आफूले के गर्नुपर्ने हो भनेर चाहिँ भिजन चाहिँ हुनुपर्ने रहेछ कि आफूले म यस्तो गर्छु भनेपछि त्यो गर्ने के गर्नुपर्छ भनेर चाहिँ ट्याक सोच्यो भने चाहिँ त्यो कुरा चाहिँ हुने रहेछ जस्तै फर इक्जाम्पल अब मलाई डिग्री गर्नु मन छ भन्यो भने चाहिँ डिग्री त आफै त आउँदैन र डिग्री गर्न चाहिँ के गर्नुपर्छ त भनेर चाहिँ पत्ता लगायो भने चाहिँ डिग्री आफै आउने रहेछ र डिग्री गर्नुपर्ने कुरा गर्नको लागि त अब सानो कुराहरू गर्नु पऱ्यो नि त मतलब फर्म भर्नु पऱ्यो है फर्म भरिसकेपछि अब युनिभर्सिटी खोज्नु पऱ्यो होइन पैसा खोज्नु पऱ्यो है अनि हो त्यस्तो सानो कुराहरू पत्ता लगायो भने चाहिँ ठुलो कुरा चाहिँ आफै आउने रहेछ अनि मान्छेहरूले चाहिँ सानो कुराहरूलाई चाहिँ इग्नोर गर्छ कि बिहान बेडबाट उठ्नेदेखि लिएर यही कुरा जो छ तिमीले फलो गर्नु किनभने अहिले मान्छेहरूले के सोच्छ भने आफू ठुलो पोस्टमा पुग्यो धनी भयो भने गरिबलाई मान्छे नदिने आज चाहिँ फिल्म हेर्न आएको यहाँ बाजे र म चाहिँ डङ्की हाम्रा सेवाहरू निसन्तान दम्पतिको स्वास्थ्य परीक्षण कृत्रिम गर्भाधान फ्रेजिङ टेस्ट ट्युब बाजे त्यहाँ होइन हामी यहाँ अनि मामुको म्यानेजर taller, stronger, sharper. कस्तो लाग्यो आज फिल्म तपाईँलाई बाजे कस्तो लाग्यो आज फिल्म एकदम राम्रो मलाई त्यो युके र अलिकता पुरानो इन्डियाको कुराहरू मेरो लाइफ हिस्ट्री अलिक कोटियो के हो र तपाईँले कहिले लिनुभएको छ डङ्की बाटो तपाईँको लाइफमा तपाईँले कहिले डङ्की बाटो लिनु पर्यो नै लिएको छैन मतलब त्यो मैले इन्डियामा देखेर आएको नि त्यो चिजहरू जो यहाँ देखाएको छ त्यो सत्य घटना जस्तै हो तपाईँले कसैलाई समात्नु भयो यस्तो डङ्की बाटोमा नै त्यो होइन जस्तो अब लाइफमा गुज्रेको सिनेरी जस्तो आयो हो ल जाम